एक समय गौतम बुद्ध आफ्ना शिष्यहरूसँग जङ्गलको बाटो हुँदै यात्रा गर्दै हुनुहुन्थ्यो। जङ्गलमा शान्ति फैलिँदै थियो। बाटोको छेउमा एउटा मानव कंकाल देखियो। शिष्यहरूले भने, भगवान, यहाँ त कुनै मानिसको कंकाल छ। कति दुःखद। बुद्धले भन्नुभयो, यो केवल हड्डी होइन। कुनै समय यो पनि एउटा मानिस थियो। उसले पनि दुःख, आशा र सपना भोगेको थियो। त्यसपछि बुद्धले करुणाको मन्त्र उच्चारण गर्नुभयो र त्यो कंकालतर्फ आशीर्वाद दिनुभयो। त्यो क्षण अद्भुत भयो। अचानक त्यो कंकालबाट एउटा उज्यालो ज्योति निस्कन थाल्यो र भन्यो, भगवान, आज तपाईको करुणाले मलाई मुक्ति दिलायो। त्यो ज्योतिले बुद्धलाई प्रणाम गर्यो र भन्यो, साधु साधु साधु। त्यसपछि त्यो प्रकाश आकाशमा विलीन भयो। बुद्धले भन्नुभयो, जहाँ करुणा र जागरण हुन्छ त्यहाँ अन्धकार किन्दैन। सबैलाई मुक्तिको बाटो खुला छ। कुनै पनि प्राणीलाई तुच्छ नठान्नु, किनकि करुणाले सबैलाई मुक्त गर्न सक्छ।